सबैले दसैँ आयो भन्छन्, खोइ पोहोरको दसैँ पनि यस्तै गयो। यसपालि पनि एकचोट कपडा किन्न सकेला जस्तो छैन। ओहो माइला, के भयो? निराश देख्छु त। के हुनु र दाइ यार, सबैले दसैँ आयो भन्छन्, आफूलाई त आए जस्तै लाग्दैन। किन? के भयो र? भन् न, म चाहिँ त तेरो लागि। यार दाइ के भन्ने यार, पोहोरको दसैँ पनि यस्तै गयो। अहिलेको दसैँमा नि एकजोड कपडा किन्न सकेको छैन। ए मुला, टेन्सन लिएर हुन्छ। यसपालि त झन् राम्रो राम्रो कपडाहरू आछन् नि। ए हो र दाइ, भन्न न कता मिल्छ, मलाई पनि किन्न मन छ क्या। ए हो र? जान्छस् त मसँग? हिँड्न त जाम, देखाइदिन्छु तँलाई राम्रो राम्रो। ल त ल जाम दाइ, पछि फेरि छिटै आउनु छ, घरमा पनि काम छ। ल त फेरि जाम जाम, बरु छिटै आइहालौँला, मेरो पनि घरमा काम छ। ल ए चल्यो हजुर, यतै आउन सक्नुहोस्। ल भाइलाई एकदम राम्रो राम्रो कपडा देखाइदिनु त। यो राम्रो रहेछ, यही लग्नु पऱ्यो। खै हेरौँ त, ठिकै रहेछ त। यो दसैँमा चाहिँ माइले टलकै टल्किने भएछ है। ल साउजी, यो प्याक गरिदिनुहोस् त। कति भयो यस्तो? यसको त 750 भयो हजुर। ओहो, कति महँगो हो साउजी? अलिक मिलाएर दिनुहोस् न, हामी एकै मान्छे हो। एकदम मिलाएर हो हजुर तपाईँलाई। ए साउजी, ल्याङ नगर्नु न, 700मा दिनुहोस् न। ल त ल हजुर, कहिले बोल्नु छ ठिकै छ। ल त माइला, पैसा निकाल। कहाँ यतिले हुन्छ? 700 हो, 700। यहाँभन्दा त धेरै मसँग पैसै छैन। यहाँभन्दा त धेरै मसँग पैसै छैन। पैसा सब होता नहीं है, आ जाते कपड़ा खरीदने। पैसा सब होता नहीं है, आ जाते कपड़ा खरीदने के लिए।